त लुकेको थिए, कसरी देख्यौ? यो औँठीले। जाऊ हिँड। बस छोरा। आमा, तपाईँ मसँग सधैँ यसरी खेलेर मलाई यति नै माया गर्नुहुन्छ हगि? यो भन्दा धेरै माया गर्छु। ठुलो भएर म कतै बाहिर गए भने मलाई बिर्सिनु त हुन्न? एउटी आमाले आफ्नो लोग्नेलाई बिर्सिन सक्छ, तर आफ्नो छोरालाई कहिले बिर्सिन सक्दिन। झन् तिमी त मेरो प्यारो छोरा, यस्तो कुरा पनि सोच्ने हो? रमा, त्यो मेरो नामको बोर्ड झिकेर तिम्रो नामको बोर्ड किन लगाएकी? कुरा के भने नि दिदी, अब यस घर र यहाँका सम्पूर्ण सम्पत्तिहरू जब मेरो नाममा भएपछि यहाँ लाग्ने बोर्ड पनि त मेरै नाममा हुनु पर्यो नि, हैन र दिदी? के यहाँको सारा सम्पत्ति तिम्रो नाममा रे? सायद तपाईले बिर्सिनु भयो दिदी, अस्ति तपाईले जुन पेपरमा साइन गर्नु भएको थियो नि, त्यो त मन्जुरी नाममा थियो। तपाईले आफ्नो सम्पूर्ण सम्पत्ति र कारोबार त मेरो नाममा गरिदिसक्नु भएको छ। यहाँका सम्पूर्ण सम्पत्तिको एक्लो मालिक नि त म भएकी छु, सिर्फ म। ल्याऊ, लिनुस्। यहाँनिर एकचोटि पढ्नुहुन्छ कि? मलाई सौतामाथि भरोसा नभए नि बहिनी समान मेरो छोराकी आमामाथि पुरा भरोसा छ। यही दिनको पर्खाइमा त थिएँ म। यस्तै गरी तपाईको विश्वास जितेर सारा सम्पत्ति हडप्न त मैले तपाईको स्याहार सुसारको नाटक गरेकी थिएँ। अब हेर्नुस् तपाईको भरोसाको फाइदा म कसरी उठाउँछु। आजसम्म तिमीले मेरो स्याहार सुसार सिर्फ यो सम्पत्ति हात पार्नको लागि मात्र गरेकी थियौ। आफ्नो छोरालाई तपाईको हो भनेर सुम्पिएको सिर्फ यो सम्पत्तिको लागि मात्रै थियो। खुट्टा लङ्गडो भए पनि दिमाग भने तेज रहेछ तपाईको। कति चाँडो सबै कुरा बुझ्नु भएको ह? देख्नुभयो रमाले मेरो सम्पत्ति कसरी हडप्दैछ? तपाईँ किन बोल्नुहुन्न केही? यो सबको जिम्मेवार तिमी आफै छौ दुर्गा। दोस्रो विवाह गर्दिन भन्दा भन्दै रमासँग जबरजस्ती विवाह तिमीले नै गराएकी थियौ। छोरा पाउने जिद्दी पनि तिमीले नै गरेकी थियौ र सम्पत्तिको मन्जुरी नामामा साइन पनि तिमीले नै गरेकी थियौ। अब भन त यस्तो बेलामा मैले के बोल्ने? ठिक भन्नुभयो तपाईले। सौता आखिर सौता नै हुन्छ। म नै मूर्ख थिएँ जो सौतालाई बहिनी बनाउन खोज्दै थिएँ। अहिले त तपाईको सौताले सिर्फ सुरुवात